देखिन सही साथीहरु नयाँ ठाउँमा आएको लङले पार्क यही वरिपरि खिचेर फर्किनु हुन्छ यसको नाम यो हो ल साथीहरु गुराँस हेरौँ गुराँस सेतो गुराँस रातो गुराँस के छ रातो गुराँस गुराँसको फेद मुनि के रे मेरो बुढा के भनेको यता फर्केर भन्नु त बुढा यहाँ भन्दा चाहिँ भर्जिनिया वाटर भन्ने ठाउँमा चाहिँ गुराँसको लागि एकदमै राम्रो छ के म खिच्छु लाउनु मेरो खिच्दिन्न त बाबु ठिक छ त्यहाँ त्यस खै बुढाबुढी आइरहेको छ म दाइ र भाउजू चाहिँ कता घाम छ डरै मेरो बुढा अलि लजाएर उता उता हेर्दै हेर्नु साथीहरू तपाईँहरूमा भरपुर देखाउनु ट्राई गर्दैछु यता जामे रातो रहेछ हौ त्यहाँ यो केमा गुराँसै गुराँस साथीहरू कस्तो गुराँस भर्खर त यहाँ भिडियो खिच्न आएको छु भिडियो त कस्तो थियो रोकन लिखा त रोक त्यहाँको खिचिरहेको छु ल साथीहरू गुराँस हेर्ने क्रममा हामी फेरि लङ्गे पार्क छिरेको भर्खरै दामी दामी राम्रो रहेछ यहाँनिर राम्रो रहेछ यहाँ चाहिँ नजिकै रहेछ दामी रहेछ है नजिकै रहेछ गार्डन रहेछ कि यो रोडोडेन्ड्रन गार्डन भनेर चिनिन्छ के यसलाई प्राइजहरू ओइलिसकेको है सेतो कस्तो राम्रो है यता झुम्म परेको है खिच्दिनु त रातो पर्पल सेतो पिङ्क अनि व्हाइट पर्पल पिङ्क रेड एन्ड के छ व्हाइट भयो रेड पर्पल
यहाँ गुराँसको परिकार गन्दै पुरा अब त्यही उसमा हेरे थाहा हुन्छ धेरै चाहिँ यो पर्पल रहेछ है ओहो यहाँ रहेछ दामी वाउ यो पिङ्क राम्रो लाग्यो मलाई त अस्ति रात यहाँ बसेर खिचौँ क्या रातो राम्रो आउँछ पिङ्क भाउजूहरूको त्यो उसमा कति राम्रो आएको थियो कस्तो राम्रो है रातो पनि यो के त फुलै फुलको सहर भन्ने नि हुँदो रहेछ जहाँ गयो नि फुल हल्का है यो चाहिँ सेतो टाइपको पिङ्क सेतो 4 थरी पर्पल गाडा र फिक्का रहेछ है हेर्नु तीन चार थरी रहेछ है यही पनि ल हेर्नुहोस् पर्पल कलरको मात्रै 3-4 थरीको त देखियो कोही फिक्का कोही गाडा कोही कस्तो बाफो धेरै नदाम भने होइन अझै राम्रो लाग्यो दामी आहा फुलै फुलको सहर भन्ने रहेछ यो के यो साइडको दामी आएको मैले भने होइन त्यहाँ राम्रो आउँछ भनेर गुराँस हेर्ने ल कति थरीको गुराँस हेर्ने साथीहरू क्याप्चर गर्ने चमको गरेर रेडै राम्रो हुन्छ नि रातो राम्रो गुलियो मिठो नेपालको यस्तो मलाई त यो वाला गुलाबी मन पर्यो यो त भुइँमा खसेको धरि राम्रो देखिन्छ कस्तो राम्रो है टन्ना होला गुराँस हेर्नुहोस् है साथीहरू पहेँलो पनि छ पहेँलो देखाउने ट्राई कसले लैसक्यो नि कसले लैसक्यो छैन होला कता दाइ भाउजूको फोटो सेसन हुँदैछ